मेरोमा कतिजना भ्युअर्सहरू म्यानमारको छ बर्माको छ मैले नि होइन म किन चुप लगाएर बसिरहेको थिएँ अघि बर्माको भन्नु थियो नि रोहिणीजीले मैले के भने ला नेपालमै कुन ठाउँ होला बर्मा भन्ने अनि मैले कहाँ हो भन्यो भने फेरि बिल्ला हुन्छ नेपालकै ठाउँ पनि सुनेको छैन भनेर भन्छ होला भनेर चुप लगाएर बर्मा भनेको म्यानमारको ठाउँ गाइस इट्स अ डिस्ट्रिक्ट एकदमै कसैले त्यही भन्दै थियो भुटानमा पनि मान्छेहरूले नेपाली बोल्छन् त नि त्यस्तै हो क्या होइन क्या कति डिस्ट्रिक्टहरू त्यो ठाउँहरू हुन्छ नि ला फेरि त्यति पनि सुनेको छैन भने ए त्यस्तो अन्त नेपाल चाहिँ कहिले आउने हो रोहिणीजी नेपाल त भर्खर यो महिना मरेर पासपोर्ट मिल्छ अब त सोचेको नै छैन नेपाल आउन नेपाल आएर फर्स्टमा कसलाई भेट्नु हुने लु भन्नुहोस् त कसलाई भेट्ने रेस्टुरेन्ट म रोहिणी के अरे त नेपालमा आयो भने म एयरपोर्टमा म र निकिसा लिन आउँछु दुईजना जुझ्ने हो जसले जित्यो त्यसकै म इमेजिन गर्न निकिसासँग जाने ए यस्तो हो निकिसा र तपाईँ चाहिँ उयो हो के भन्छ सौता हो होइन निकिसाले जबरजस्ती मेरो पहिला लुटेकी होइन यस्तो अरे नि त त्यसो भए त अन्त मिस्टर तामाङले भन्नु पर्यो नि त एकजना मात्रै हुनु पर्यो नि त दुईजना दोनो हातमा लड्डु त कहाँ हुन्छ त अनि एकजना मात्रै चुज गर्नु पर्यो नि त मेरो पर्सनल फेभरेट त निकिसाई हो अस्ति भेटेदेखि निन्दरलाई भगवानले त 10 जना बिहा गरे भने मिस्टर तामाङ स्वामीले पनि 30 जना त बिहा गर्न हुन्छ त्यस्तो अप्सन भएर त बस्नु भएन नि त एकदम चोइस हुनु पर्यो क्या त तपाईँ हुनु पर्यो उहाँले त के अरे निकिसा भनिराख्नु भएको छ ओए साँच्ची होइन मलाई निकिसा मिलाइदिएन तेरो र निकिसाको त अनि भिडियो कलमा कुरा हुन्छ नि होइन साथी त छ अब के गर्ने अब तपाईँ र मेरो फेसबुकमा साथी छ छैन छैन मैले त अस्ति नै सबैबाट ब्लक गर्दै गएँ नि नाग होस् नाग झुट बोल्छस् नाग सर्पिनी होइन सर्पो स्वामी हेरेर मेरो कपाल कति लामो भयो हेर्न एक दुई दिनमा फेरि त्यो डुप्लिकेट कपाल हो क्या त्यसलाई विग भन्छ विग हेलो एक्सक्युज मी सरी ल राम्रोसी आँखा चातेर हेर्ने मेरो आँखा मेरो आँखाबाट चाहिँ मेरो कपाल असली किन नक्कली आएर तानी ताना हुन्छ एक्चुअली यसको अगाडिको यस्तो गर्दा यस्तो यहाँ वेक्स भनेमा त गेम खेल्नु न अरे गेम खेल्नु र हाम्रो सुनाउ यहाँ सिरे पनि लेट्स गो वन बार लगो ओइ चाहिँ के हो यस्तो गाइस मेरो आवाज पठाउँछ सेन्ड गर्नु के अरे मेरो आवाज आछ भोइस तेरो आवाज अति नै सानो आइरहेको छ यो म अहिले त यो महिनामा त म त आइफोन 17 किन्न जान्छु छ्या मेरो यो टपिक कहाँबाट आयो ओके रोहिणी अब त एउटा कुरा भन्छ है त तँलाई म एउटा गीत गाएर सुनाउँछ है त ए अब यो लाइभ सकेपछि म सुतेको अस्ति थाइल्यान्डमा आउँदाखेरि मैले देखेको गाइज रोहिणीले उठेर मुतेको बल्ल लाइटर त बल्दैन रोहानीलाई हेरेर मिस्टर चुप कन्ट्रोल मेरो यो टोपी हट्दैन यस्तै हो छि मेरो टपाटप हेर्नु न 96 यो झुकेर उयो भएको रहेछ क्या फिल्टर बसेको रहेछ क्या म कहाँबाट आउँछ नि अब आयो आवाज ठुलो आयो अहिले आयो नचिच्चा उतै भएर हो एकछिन भोइस आयो गाइस आवाज ठुलो किनभने मेरो आवाजको दुलो आवाज सोर मेरो सोर होइन सोर होइन क्या यो तलमा त्यो आवाज निस्किने त्यो दुलो हुन्छ है त्यो बन पो भएछ यता तल त्यसैले लाला रोहिणी तातो पानी खाँदा अनि बिसो हुन्छ सुन्ने कला होइन यहाँ यो भनेको फोनको तलको भनेको यहाँ फोनको तलको ए फोनको साउन्ड बक्स त्यस्तो साच्चीकै त्यो बन भएमा आवाज सानो आउँदो रहेछ ओ शिट गाइस मेरो पनि साउन्ड इस्यु आएको हो र मेरो त आछैन नि हैन मेरो त आछैन मैं तेरे कल में हूँ आज मैं हूँ
मैं तेरी सांसों की सांस यो होइन रोहिणी यो वाला होइन एकछिन है त्यो कुन गीत तैँले पहिला गाउँथ्यो नि राजा मलाई बहारा वाला बहारा हैन तुझ पे शुरू हुई फेरि गाउँछु माइक खोइ तेरो माइक मेरो माइक खोइ ब्यागभित्र किन राखेको तैँले माइक अस्ति बिहा जाँदाखेरि सबै मेकअपको सामान सबै खादी लिएर गएको कता पुग्यो होला मेकअप हो अब मेकअप गर्ने मेकअप गर्ने नभन्न मेकअप नभए त अब रोहानी त हो अब लु हेरिदिउँ न त तपाईँको मेकअप आज हामी सबजना हेर्ने तुझ पे शुरू हुई तुझ पे खात्मा हो दुनिया मेरी दुनिया मेरी जो बात दिल में थी नैनों ने बोल दी मैं हूँ तेरे तुझको याद करके तुझको आएन कि साउन्ड लागेन त्यहाँनिर अब मिल्यो आहे भरों में मिलके भी मिल ना पाऊं अब क्या करूं मैं मिलके भी मिल ना पाऊं अब क्या करूं मैं तेरे मस्त दोने ले गए रोहन कन्ट्रोल इट्स ओके अहिले रोहिणी भाइ पुग्छ रोहन कन्ट्रोल रोहन एकछिन भित्रै बस्नुस् तपाईँ बाहिर आउने बेला भएको छैन पिछल के मेरे सपने की खिड़की पे आ गया आते जाते फिर मेरे दिल के ये हतम पता मदता गया प्यार का लफ्जों में रंगा बहारा हुआ है दिल है बार बे बाय